भलिबल सम्बन्धी सम्पूर्ण जानकारी स्पोर्ट जोन। आजको भिडियोमा म दोस्रो जीएम कप बारे चर्चा गर्छु। लगभग टाइगर कप पछाडि त्यति मजाले प्रतियोगिताहरू फाटोफुटो भए तापनि चर्चामा आउन नसकिरहँदा अब चुनावी प्रतिस्पर्धा पछाडिको भलिबल क्षेत्रमा 3 लाखको महाभिडन्त, त्यो पनि 9 वटा टिमको बीचमा। प्रसङ्ग दोस्रो जीएम कपको मिति 2082 फागुन 28 गतेदेखि चैतको 3 गतेसम्म नवलपुर जिल्लाको काउसोतीमा उक्त प्रतियोगिता हुँदैछ। नेपालका 3 विभाग र 6 वटा प्रदेशको बीचमा चाहिँ कडा महाभिडन्त हुँदैछ। विभागीयतर्फ नेपाल पुलिस क्लब, नेपाल आर्मी एपीए, कोशी, बागमती, लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिमको बीचमा चाहिँ महाभिडन्त हुँदैछ। तपाईले युट्युबमा हेर्न सक्नुहुनेछ बबिन गाहाको युट्युब च्यानलबाट। ओहो नि बरे के गरे त नि भनेर मजाले इन्जोय लिन सक्नुहुनेछ। हामी एउटा प्रदेशसँग हामीसँग अलिकति नजिक छैनौँ, हामी मधेससँग हामी सम्पर्कमा छैनौँ र अरूसँग हामी सुदूरपश्चिम कर्णाली र लुम्बिनी र गण्डकी र हामी बागमती र कोशीसँग हामी सम्पर्कमा छौँ र हामी 3टा विभागहरूसँग हामी सम्पर्कमा छौँ र बाँकी हामी मधेससँग सम्पर्क छैन। सायद हामी यो मधेसलाई पनि हामी जसरी हुन्छ हामी यहाँहरूलाई सहभागी गराउने चाहिँ हामी कोसिस गरेका। अब पुरस्कार कति रहेको छ त? प्रथम पुरस्कार 3 लाख मेडल तथा प्रमाणपत्र, दोस्रो पुरस्कार 1,50,000, तेस्रो पुरस्कार 1 लाख र सान्तवना पुरस्कार पनि 50,000 रहेको छ। प्रथम पुरस्कार 3 लाख रुपियाँ राखेका छौँ र द्वितीय पुरस्कार 1,50,000 र तृतीय पुरस्कार 1 लाख र सान्तवना पुरस्कार 50,000 राखेका छौँ र हामी बेस्ट क्याटेगोरीको लागि हामी बेस्ट प्लेयरको लागि हामी 10,000 मेडल, ट्रफी र प्रमाणपत्र, त्यस्तै गरी अन्य विधागत रूपमा हामी 5,000 रुपियाँको रूपमा हामी राखेका छौँ। यो खेल हेर्नको लागि कतिको आतुर हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। दोस्रो जीएम कप रहेको छ फागुनको 28 गतेदेखि चैत 3 गतेसम्म सञ्चालन हुँदैछ। त्यस पछाडि 10औं एनबिए पीएम कप पनि हेर्न नछुटाउनुहोला। यस्तै भलिबल सम्बन्धी अपडेटको लागि हाम्रो च्यानल र पेजलाई फलो अनि सब्स्क्राइब गर्नुहोस् भन्दै अहिलेको बसाइबाट मलाई बिदा दिनुहोस्। हस्त नमस्ते, जय भलिबल। अहिलेको लागि हामी तय गरेका छौँ कुमारवती बहुमुखी क्याम्पसको प्राङ्गणमा र हामी केही कारणवश हामी अलिकति ठाउँ नपुग्ने अवस्था भइसक्यो भने हामी केही स्थान सर्ने कुरा पनि यहाँहरूलाई जानकारी गराउँदछौँ र त्यस्तै गरी हामी टिकटको रूपमा हामी सुरुको गेमदेखि हामी 100 रुपियाँ र दोस्रो क्वार्टर फाइनलसम्म हामी 100 को र त्यसपछि हामी 200 रुपियाँ र सेमी फाइनल र फाइनलको लागि हामी केही कुराहरू निर्णय गर्ने बाँकी रहेको कुरा पनि यहाँलाई म जानकारी गराउन चाहन्छु।